हुनुहुन्छ सबैजनालाई यीशु ख्रीष्टको नाममा जय सबैजना आफ्नो स्थानमा खडा हुनेछौँ अनि हाम्रो परमेश्वरलाई हाम्रो प्रेमिलो अनि अति दयालु परमेश्वरलाई हामी यो समय आराधना चढाउनको निम्ति आएका छौँ। हामी यो भवनमा हाम्रो परमेश्वरको महिमा चढाउनेछौँ र त्योभन्दा अगाडि चाहिँ मैले यहाँ केही खण्ड पढ्न चाहे। भजन सङ्ग्रह 23 अध्यायलाई मैले पढ्न चाहे। यहाँ यसरी लेखिएको छ शीर्षकमा, परमप्रभु मेरो गोठालो, दाउदको भजन। परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खड्कमा लेटाउनुहुन्छ र शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथ हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु। आमेन। साँच्चै नै यो खण्डले भन्दछ परमप्रभु मेरो गोठालो हुनुहुन्छ अनि मलाई चाहिँ केही कुराको अभाव हुँदैन। साँच्चै नै उहाँले हामीलाई हरियो खड्कमा लेटाउनु भएको छ अनि शान्त पानीको छेउमा डोर्याउनु भएको छ अनि हाम्रो प्राणलाई पुनर्जीवित पार्नु भएको छ अनि आफ्नो नाउँको खातिर चाहिँ धार्मिकताको मार्गमा हामीलाई डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि कुनै खतरादेखि हामी डराउँदैनौँ, किनभने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। आमेन। त्यसै गरी हाम्रो परमेश्वरलाई हामी प्रशंसा अनि महिमा चढाउनेछौँ। हामी परमप्रभु मेरो गोठालो हुन् भन्ने भजनलाई गाएर हामी परमेश्वरलाई महिमा चढाउनेछौँ।
प्रभु तपाईलाई धन्यवाद छ।
शक्तिले प्रभु म तपाईँलाई धन्यवाद छु हामी सबैजना मिलिकन उहाँलाई धन्यवाद सर्वव्यापी सर्वज्ञानी परमेश्वर तपाईँ हुनुहुन्छ तपाईँ नै आदि अनि तपाईँ नै अन्त्य हुनुहुन्छ परमेश्वर हाम्रो हृदयलाई सास्नुने परमेश्वर चाहिँ तपाईँ हुनुहुन्छ प्रभु यो जीवनको निम्ति धन्यवाद छ प्रभु तपाईँलाई धन्यवाद छ हामी चुप्पाले बस्ने छैनौँ हाम्रो परमेश्वरलाई ओठहरू स्वरहरू बोलेर धन्यवाद चढाउँदैछौँ हाम्रो ओठहरू बोलौँ हाम्रो परमेश्वर हाम्रो तोते बोली चाहनुहुन्छ चुप लागि बस्ने तर हाम्रो त्यो बोली हाम्रो परमेश्वर चाहनुहुन्छ यो समय हामी सबैजनाले हाम्रो परमेश्वरलाई धन्यवाद चढाउँ ओठहरू स्वरहरू बोलिकन हाम्रो परमेश्वरलाई धन्यवाद
Sorry.
गर्दछु। येशू प्रभुको नाम